भदौ 23 र 24मा जुन जेन्जी आन्दोलन भएको थियो, त्यो बेला जसरी राज्यले नागरिकमाथि जुन हत्या गरेको थियो, कलिला विद्यार्थीहरूको हत्या गरेको थियो र त्यस लगतै 24 गते देशमा विध्वंस भएको थियो। यसको जिम्मेवारी को त भनेर कार्की आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। हामीले ती प्रतिवेदनहरू समाचारमा देखिरहेका पनि छौँ। आखिर कार्की आयोगले कसलाई दोषी देखाएको त? कार्की आयोगले भदौ 23 गते जुन घटना भयो, धेरैजनाको मृत्यु भयो, गोली हानी हत्या गरियो, त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी प्रमुख खापुङ, गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी ठानेको छ। यिनीहरूलाई 10 वर्षको जेल सजाय गरिनुपर्छ भनेर पनि कार्की आयोगले तोकेको छ। जुन 23 गते घटना भयो, त्यसमा चाहिँ कुनै पनि भूमिका, रोक्ने भूमिका भन्दा चाहिँ गोली हान्ने भूमिका देखियो। यसमा सिधै नागरिकलाई हत्या गर्ने किसिमको देखियो भनेर कार्की आयोगले बताएको छ। लगायत अन्य विभिन्न व्यक्तिहरूलाई पनि दोष देखाएको छ। लगायत हिल्टन होटेल जल्नुमा पत्रकार दिलभूषणको गलत प्रचारका कारण शेरबहादुर देउवाको छोराको लगानी छ भनेका कारण त्यो जलेको पनि निष्कर्ष निकालेको छ भने अर्को सिंहदरबारभित्र कतिजना 35-40 जनालाई चाहिँ थुनियो अथवा जलाइयो, यस्तै अफवाह फैलाइयो भनेर टङ्कदाहाल, हिमेश पन्त, अनि त्यसपछि हाम्रो के हो पनि बिर्सिया नाम, भाग्य नेउपानी लगायतलाई पनि गलत अफवाह फैलाएको भनेर भनिएको छ। यस्तो अनेकौं रिपोर्टहरू चाहिँ कार्की आयोगले दिएको छ।